सबैमा हार्दिक नमस्कार, अभिवादन, गुड इभिनिङ। आज मिति 2083 साल श्रावण महिनाको 15 गते शुक्रबारको दिन मैले एउटा सानो भिडियो क्लिप बाबु र नानीको साइकल चलाएको आफ्नै घर अगाडि आँगनमा खेलेको बनाएँ। धेरै गीतहरू बालबालिकाको उसमा आउँछ। यो सानो उमेरमा यिनीहरूलाई एउटा छुट्टै आनन्द छ, छुट्टै उमङ्ग छ, छुट्टै खालको खुशहाली छ। जीवन सुन्दर जस्तो अनुभूति भइरहेको होला, जीवन आनन्द जस्तो भइरहेको होला। र जीवन आनन्द हुनुपर्छ, आनन्द बनाउनुपर्छ, आनन्द गराउने हो र गराउने प्रयत्न हामी सबैले गर्नुपर्छ। त्यो आफ्नो ठाउँमा छँदैछ। तर सन्त महन्त, कवि, लेखक, साहित्यकार, रचनाकार, गीतकार यी सबैले अन्तिममा के भनेको देखिन्छ भने जब बुढ्यौली आउँछ, जब एउटा जीवनको उत्तरार्धमा पुगिन्छ, जीवनको बुढेसकालतिर जीवन लाग्छ अनि भनिन्छ लौटा दे मेरा बालापन, हैन, फर्काइदेऊ मेरो बालापन, रिटर्न टु माई चाइल्ड। यस्तो सुनिन्छ। त्यो बाल्यकाल, बाला अवस्थाको सम्पूर्ण कुराहरू जस्तो मिठो, सम्पूर्ण चाहिँ गतिविधिहरू, सम्पूर्ण क्रियाकलापहरू जस्तो मिठो, आनन्दित चाहिँ अरू जीवनकालहरूमा, हैन, वयस्क कालमा, प्रौढ कालमा त्यो भएन, त्यो रहेन भन्नको खातिर नै त्यो भनिएको होला भन्ने लाग्छ। बाल्यकालमा बाबु र नानी घर आँगन अगाडि खेल्दै गरेको सानो भिडियो यहाँ तपाईँसँग प्रस्तुत गरेको छु। धन्यवाद।